प्रेज एन्ड वर्शिप टिमलाई केही गीतहरूमा अगुवाई गर्नुको लागि अनुरोध गर्दछु। Observe the first Sunday of August as the Church Foundation Day. Today, the Church stands as a testimony of God's faithfulness, grace, and enduring faith for its people. As we celebrate the glorious Golden Jubilee, we have 1,657 registered baptized members as on 5th April 2026. All glory to God. परमेश्वरको महिमा भएको होस् र यस बेला हामी हाम्रो नेपाली बप्टिस्ट चर्च कोहिमाको स्वर्ण जयन्ती गोल्डन जुबली सेलिब्रेसन हामी सुरु गर्नु गइरहेका छौँ। अघि अलि अगाडि हाम्रो शिला स्वर्ण जयन्तीको शिलाको उद्घाटन हाम्रो एक्जिक्युटिभ सेक्रेटरी रेभरेन्ड डाक्टर के सन्तवीर राईले गरिदिनु भयो, जो चाहिँ आजको हाम्रो वक्ता पनि हुनुहुँदछ। अनि उहाँले नै अहिले पछि पनि हामीहरूसित आजको वचन भाग गर्नुहुनेछ र हामी सेवामा बढ्दाखेरि स्वर्ण जयन्तीको उपलक्ष्यमा मण्डलीलाई धेरै बधाई र शुभकामना छ। On the glorious celebration of our Golden Jubilee, I'd like to congratulate all the church family members and all those who are present at this moment. This evening, the scripture portion is taken from Psalms number 145, verse 3 to 5. Every day I'll praise you and extol your name forever and ever. Great is the Lord, most worthy of praise. His greatness no one can fathom. One generation commands a word to another. They tell of your mighty acts. They speak of the glorious splendor of your majesty, and I will meditate on your wonderful works. This is the word of God. Thank you.
डाक्टर के सन्टावीर राई, हाम्रो आजको कार्यक्रमको सञ्चालक मिस्टर नारायण बहादुर, कन्भेनर मोनोलिथ कमिटी, साथैमा को कन्भेनर अर्गनाइजिङ कमिटी, हाम्रो अर्गनाइजिङ कमिटीको कन्भेनर डाक्टर गोपाल बस्नेत अनि उहाँको टिम, हाम्रो चर्च एल्डर्सहरू 3 जना रिप्रेजेन्टेटिभ अनि साथैमा जति पनि एल्डर्सहरू छ, साथैमा हाम्रो फाइनान्स कमिटीको कन्भेनर हाम्रो पुरण बस्नेतज्यू अनि उहाँको टिमहरू, अनि साथैमा जति पनि मण्डलीको विभिन्न कोला टिमहरू छ अनि कन्भेनरहरू छ, सबैलाई अनि साथैमा आउनुभएको यहाँ हाम्रो विभिन्न ठाउँदेखि पास्टर्सहरू अनि इभान्जेलिस्टहरू अनि मिसनरीहरू, तपाईँहरू जतिजनाले आउनुभयो नेपालदेखि, दार्जिलिङदेखि, आसामदेखि अनि विभिन्न ठाउँदेखि तपाईँहरू आउनुभएको, तपाईँ सबैजनालाई हाम्रो मण्डलीमा स्वागत गर्दै जेएमसी दिन चाहन्छु र हाम्रो मण्डलीको प्रत्येक विश्वासीजनलाई यो स्वर्ण जयन्तीको शुभकामना पनि दिन चाहन्छु। र सोभिनियरको विषयमा आउँदाखेरि सोभिनियर भनेको चाहिँ हाम्रो इतिहासको कुराहरू हो। सोभिनियरले हाम्रो परिश्रमहरू, हाम्रो प्रार्थनाहरू, हाम्रो आँसुहरू, हाम्रो खुसीको समयहरू, हाम्रो कष्टको दिनहरू पनि सबै झल्काउँछ र सोभिनियरले हामीलाई त्यो पुरानो दिनहरू फेरि याद गराउँछ जसमा हामी परमेश्वरमा रमाएर उहाँको महिमा गर्नुको निम्ति, उहाँको सेवा गर्नुको निम्ति अघि बढेको थियो। र यो सोभिनियरद्वारा हामीले सकेसम्म जति पनि हुन्छ हाम्रो मण्डलीको परिश्रमहरू अनि प्रार्थनाहरू अनि साथैमा मण्डलीमा भएको लिडर्सहरू, फर्मर लिडर्स, प्रेजेन्ट लिडर्स अनि विश्वासीहरूले कसरी परिश्रम गरेर अघि बढ्यो त्यसको झलक देखाउने कार्य नै गर्नु आँटेको छ यो सोभिनियरले। र यो सोभिनियर लेख्दाखेरिमा परिपूर्ण हुन सक्दैन, धेरै कुरामा घटी कमी हुन सक्छ, तर पनि हाम्रो सोभिनियर कमिटीले म अनि मेरो टिमहरू अझै 5 जना अझै छौँ, जसमा चाहिँ राधिका छेत्री उहाँ बाहिर जानुपर्ने घटाइ 20मा छोड्यो। त्यस पछाडि हाम्रो मेम्बरहरू हुनुहुन्छ उदय राज छेत्री सेक्रेटरी, बेन्जामिन जौ मेम्बर अनि गोपाल छेत्री मेम्बर। हाम्रो जीवित परमेश्वरको नाममा र हाम्रो प्रत्येक हाम्रो महिमा मण्डलीको विश्वासीहरूको विश्वासको यात्राको कुराहरूलाई दर्शाउँदै सोभिनियरलाई रिलिज गरिरहेको छु। I may not able to pronounce each and every one of your name, so please do pardon me. But once again, I heartily welcome you all to the auspicious celebration of our Golden Jubilee. Actually, when we talk about felicitation, हामीले फेलिसिटेसनको विषय लिएर कुरा गर्यौँ भने सबसे बोरिङ मोमेन्ट नि, the most boring moment of the program is felicitation because it takes lots of time. धेरै समय लिन्छ नि फेलिसिटेट गर्दाखेरि, किनभने हामीले आजको प्रोग्राममा हामीले हाम्रो लिडर्सहरूलाई, चर्चको लिडर्सहरूलाई, चर्चको अर्गन्सहरूलाई फेलिसिटेट गर्न आँटेका छौँ। And it will be not wise from my part if I don't read out each and every one of the leaders' name of this church. किनभने when we see the Bible in the 1 Corinthians chapter 12 verse 27, it has written, यहाँ यसरी लेखेको छ, पहिलो कोरिन्थी 12 को 27 पदले यसरी भन्दछ, तिमीहरू ख्रीष्टका शरीर हो र हरेक त्यसका अङ्गहरू हौ। इङ्ग्लिसमा यसरी लेखेको छ, Now you are the body of Christ and each one of you is a part of it. So the church is a body of Christ, and each and every one of the church leaders, members have contributed for this whole 50 years, and because of which we stood here today. Praise God. परमेश्वरलाई धन्यवाद छ।
सबैजना फाउन्डर मेम्बर्सदेखि लिएर चर्चको लिडर्सहरूदेखि लिएर हरेक सदस्यहरूको योगदान यस मण्डलीमा छ। उहाँलाई हामीले खदा, टोपी, मेमेन्टो, सोभिनियर, साइटेसन अनि एउटा खुकुरी दिएर सम्मानित गर्दैछौँ। We would like to honor him with khada, topi, memento, souvenir, citation, and kukuri. Loretta Rai, wife of Reverend Dr. K. Santari Rai, very tall lady. Thank you.